गाह्रो छ नि हो परदेशीलाई भने त कहाँ सहिले छ र हो अर्का देशमा काम गर्नलाई यस्तो छ नि बिचरा यस्तो लाइन लाएर हिँड्नुपर्छ ओभरटेक गर्नु त 6,000 रियलको हेल्छ नेपाली जम्मा 2 लाख 2.5 लाख जस्तो हुन्छ 2 लाख कति हुन्छ 6 तिहां 18 भनेपछि 1,80,000 थियो 2 लाखै भन्दा माथि नै हुन्छ यस्तो लाइन गरेर हिँड्नुपर्छ ल हेर्नु त साथीहरू अब हामी चाहिँ बस भएर मात्र सेकेन्ड ट्र्याकमा जानु पायो थर्ड ट्र्याकमा गएपछि हाम्रो नै खुलुत्ते हो गाह्रो छ हो परदेशीलाई गाह्रो छ परदेशीको मर्का कसले बुझ्छ र चर्का बाबै अहिले फेरि साउदीमा धोती टोपी नियम राखेको छ चट्टी प्यानेन भने पनि मुखल्प दिन थालेछ हाम्रो पाइदाने एउटा मेरो कम्पनी साथीलाई पुलिसले समाते अरे प्यान्टी लाएन भनेर सोधेछ प्यान्टी लाएन भनेर लगाइदिएछ 100 रियलको मुखल्प दिएछ ल हेर्नु त छ त अब साउदीमा गरी खाने छ त छैन नि धेरै गाह्रो छ साथीहरू विचार गर्नुहोस् है सबै ड्राइभरहरूलाई भनेको मैले फेरि हामी नेपालीलाई नि सोध्लाई हुन त नेपालीले त्यो चड्डी नपाउने त को हुन्छ र सबैले पान्छ गाह्रो छ नि